के छ त हाल खबर केटाहरू के छ त हाल खबर हामी चाहिँ हिँड्यो है अब हामी चाहिँ लाउरे ग्रुप हामी 4 जना चाहिँ अब यो काटेको औला खसी काट्दा काटेको हामी चाहिँ घरमा हिँडेको छ है घर आज दसैँ मनाउनको लागि एकदम भर्खर जस्ट हामी चाहिँ यहाँबाट लाग्यो अब हामी चाहिँ अब यहाँबाट गएर हामी अब एयरपोर्ट गएर एयरपोर्टमा भेट्ने छौँ है गाइड है क्या हामी चाहिँ अब एयरपोर्टमा बोर्डिङ पास भएर पुगिसकेको छ होइन हाम्रो दिदीहरू चाहिँ यहाँ हिँडिराख्नु भएको छ लाउरे पार्टीहरू अब चाहिँ हामी चाहिँ यहाँ मोदीजीले स्वागत गर्नुपर्छ हामीलाई यो चाहिँ सबसे लास्टमा इन्ट्री गरेर चाहिँ सबसे लास्टमा यहाँभन्दा सस्तो उहाँ पाउँछ भित्रभन्दा सस्तो यहाँ ल आज हामी उड्ने फ्लाइट चाहिँ यो 7:35 को है इन्डिगो ए मलाई नि भन्यो थियो यार थ्याङ्क यू यो हामी चाहिँ अब फाइनली अब फ्लाइटभित्र जाँदैछ है प्लेनभित्र जाँदैछ अब त्यही भित्र गएर भेट्यौँ ल अब भाइ कुकुरहरू भित्रै गएर भेट्यौँ हामी चाहिँ फ्लाइटभित्र मतलब प्लेनभित्र जाँदैछ है भर्खर घाम झुल्किँदैछ ल हामी चाहिँ अब प्लेनभित्र आइसकेको मान्छेहरू सबैजना बसिसक्नु भएको छ मलाई रेडी छ खानेकुराहरू नै आउँदैछ के के आउँछ है सब खानाको प्याकेजिङ आइसकेको छ स्यान्डविच बस बाहिर सामान लिएर है लिँदैछौँ सबैजना भइसक्नु छ वेटिङ गर्छ आफ्नो मान्छेहरूलाई अब हामी चाहिँ सामान लिन आएको छौँ यहाँ हाम्रो लगेज दिदीहरू अगाडि हिँड्दै हुनुहुन्छ भनेको फिक्स छ केही छैन हामी चाहिँ अब यहाँबाट लगेज दिन्छ हाम्रो यसमा छ कि अर्कोमा छ लगेज होला कता धुँदै होला भन्दै होला चाहिँ हाम्रो लगेज दिनको लागि चाहिँ आसिन चलो मेरो पनि आइगयो लगेज पनि आइरहेछ आइछ यही हो मेरो जाम कता जाने यही नै हो नि पक्का हामी चाहिँ अब सिएलटी क्यान्टिन जाँदैछ है अब हामी चाहिँ ट्याक्सी लिएर जाँदैछ सिएलटी क्यान्टिनको लागि हामी चाहिँ 3000 रुपियाँ सवारी शरीर चाहिँ एकदम फ्रेस छैन कि अलिकति मजा आइसकेको छैन यहाँ पनि बार्गेनिङ पनि चल्दैछ ल हामी चाहिँ अहिले क्यान्टिनमा छौँ है सामान लिँदै हो सामान चाहिँ के लाने हो के नलाने हो हेर्दैछौँ मिठाई बिस्किट के लाने हो
हामीले चाहिँ फाइनल्ली सामान चाहिँ किनिसकेको छौँ है। अब लाग्ने कुरा हुन लागेको छ। सम्पूर्ण सामान अब चाहिँ शान्त माहौलमा सरल बाटोमा सोलो होटेलमा गएर नास्ता खाना खाने। अब गएर नास्ता पनि खाना डोलको लागि लाग्यो लास्टै जानुहुन्छ आजचोटि जाँदा ती 2-4 शब्द जाओस् कि म पहिले भन्थेँ यो हो तपाईँले गएर हेरिहाल्नु यो ठिक छ भ्लगमा आउँछ बुझी के खाँदै हुनुहुन्छ बडवाइजर पानी पानी एसआर गुरुजी पानी छौँ हामी चाहिँ अहिले दिल्लीमा है सामान किन्ने किन्न घाममा हिँड्दा कालै भइसक्यो घाममा हिँडेर कालै भइसक्यो यार के ल हामी चाहिँ अहिले साँझको 7 बज्यो दिनभरि गाडी कुरेर बस्यो दिल्लीमा है। अब यहाँ बिहान फ्लाइटबाट 9 बजे ल्यान्डिङ भएको दिल्लीमा गाडी चाहिँ माथले गाडी भनेको अहिलेसम्म चाहिँ गाडी 3 घन्टा डिले भएको कारणले गर्दा चाहिँ अब हामी रातभरि जाने अब राति सबै गाडी आज बिहान भइसक्यो हामी चाहिँ घर जान भनेर हिँडेको हिजो आज चाहिँ अहिले हामी लखनऊ पुगेको छौँ। हामी अहिले चाहिँ यहाँ ब्रेकफास्ट खानको लागि प्लस रेस्ट हुनको लागि आज 8 बजे हिँडेको तर राति पनि गाडी देख्दै चल्यो 10 बजी चाहिँ हामी पुग्थ्यौँ तर अहिले हामी 7 बजी आइसक्यो तर पनि हामी लखनऊमा छ। अब 11-12 बज्छ होला सायद ल हाम्रो गुरुजी पनि आउँदै हुनुहुन्छ यतातिर ल के निकाल नेपालको बोर्डर क्रस गरेर चाहिँ घरतिर लाग्दैछ। अब सबैजना गाडीमा बस्नुभएको छ गाडीभित्र परेर हिँडेको अरू तपाईँहरूले के भन्न चाहनुहुन्छ? उहाँ चाहिँ काठमाडौँ पुग्ने हो सर चाहिँ अलिकति गाह्रो छ गाडी पाउँछ कि टेन्सनमा छ फ्लाइटमा जाने अरे दिनु भयो अब तिमीले यस्तो भने नाच्नु न खोइ